अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। उनले आज प्रेमी युद्ध पानियासँग लगनकाठो कसेकी हुन्। आज शनिबार भक्तपुरको सागामा अवस्थित 5 तारे होटलमा विवाह समारोह आयोजना गरिएको छ। पूजा र युद्ध विगत 6 वर्षदेखि प्रेम सम्बन्धमा छन्। यी दुईले मिलेर ललितपुर जमसिखलमा ट्याग नामको रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन्। उनीहरूको विवाहमा आज विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो। यसैगरी सामाजिक सञ्जालमा उनको विवाहको शुभकामना पनि दिइरहेका छन्। दर्शकहरूले पनि एकदमै शुभकामना दिइरहेका छन्। नायिका पूजा शर्मालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। सबैजनै गइदिनु न, बेहुला बेहुलीलाई मात्रै छोडिदिनु, कोही चाहिँदैन। बेहुला बेहुलीलाई मात्रै छोडिदिउँ है। सबैजनै गइदिनु न, बेहुला बेहुलीलाई मात्रै छोडिदिनु, कोही चाहिँदैन। बेहुला बेहुलीलाई मात्रै छोडिदिउँ है।